त्यसले गर्दाखेरि प्राकृतिक रूपमा हामी माटो माटो भन्छौँ, हुनु त हामी त अब माटै अब धेरै त्यो भन्न मिल्दैन यहाँ, होइन। माटो बचाउने कार्यक्रम चाहिँ हाम्रो के छ त? नित्यता कार्यक्रम केही पनि छैन। प्रत्येक साल करोडौँ अरबौँ टन माटो बगेर गइरहेको छ। पहिरो मात्रै, जता हेऱ्यो पहिरो, जता हेऱ्यो त्यो पहिरो रोकथाम गर्नका लागि जनचेतनाबाट, चेतना नै फेरि विकासको मूल हो भनेर अघि भनिसकेँ, जनचेतना फैलाउने हो कि जङ्गलैभरि डढेलो लगाइरहेको छ। त्यो डढेलो अज्ञानवश मान्छेले लगाइरहेको हुनसक्छ। वृक्षरोपण सम्बन्धी के कार्यक्रम छ? केही पनि छैन। त्यसले गर्दाखेरि प्रकृतिलाई संरक्षण गरौँ सुरुमा, त्यसतर्फ पनि नीतिथा कार्यक्रममा आओस्। संस्कृतिको पक्षमा हामी उभौँ, प्रविधिको विकास गरौँ, त्यसतर्फ पनि नीतिथा कार्यक्रममा आओस् भन्ने अनुरोध गर्न चाहन्छु। जेनजीको आन्दोलन पश्चात राज्यले युटर्न लियो। जेनजी भन्ने बित्तिकै युवा पुस्ताको मनमा के छ त? त्यसको कुरा सुन्नका लागि, त्यो पुस्ताको कुरा सुन्नका लागि जेनजी आयोग पो गठन गर्ने हो कि भन्ने सल्लाह म दिन चाहन्छु, है। होइन भने फेरि हामीलाई पनि आउटडेटेड भन्ने छन्, त्यहाँ बाहिर बस्ने युवाले हामीलाई पनि आउटडेटेड भन्ने छन्। पहिला त्यही भएको हो, यो त आउटडेटेड हो भनेर चाहिँ नि त्यो आन्दोलन नहोस् भन्न खातिर जेनजी आयोग गठन गरियोस् भन्ने सल्लाह दिन चाहन्छु। धेरै छन् गुनासाहरू, तर गुनासो पोख्ने होइन मात्रै काम गरेर हुँदैन। मैले त्यो नियमावलीमा पनि नीतिथा कार्यक्रममा पनि हेरेँ मैले, त्यहाँ मैले 22वटा बुँदामा संशोधन गर्नुपर्छ भनेर चाहिँ लेखेर ल्याएको छु। त्यो पनि म यहाँ सभामुख ज्यूलाई म दिइराख्छु। त्यसमा के शब्द हटाउनुपर्छ, के तपाईँको चाहिँ थप्नुपर्छ भन्ने मैले लेखेर राखेको छु। यो विषय चाहिँ म वाचन गर्न चाहन्न। र हाम्रो प्रधानमन्त्रीज्यूलाई फेरि पनि हाम्रो अनुरोध छ, तपाईँ हाम्रो लिडर हो, यो संसदको लिडर हो, सरकारको लिडर हो, होइन। पुरै नेपाली 3 करोड नेपालीको अभिभावक हो। तपाईँ आफ्नो जिम्मेवारीबाट भाग्न पाउनुहुन्न। तपाईँको कारणले गर्दाखेरि यहाँनिर मर्यादा कता कता तलमाथि भइरहेको स्थिति छ। भर्खरै पूर्व वक्ता माननीयज्यूले, धनकुटाबाट आउनुभएको माननीयज्यूले यहाँनिर सभामुखज्यूले भनेको कुरा पनि म मान्दिनँ, 6 मिनट धेरै बोल्छु अथवा यहीँ पर्खिरहन्छु अर्थमन्त्रीज्यूलाई भन्ने हिसाबबाट जानुको कारण चाहिँ के हो भन्दाखेरि सुरुवात चाहिँ हाम्रो प्रधानमन्त्रीज्यूले गर्नुभएको छ। उहाँ आउनुपर्छ। परम्परालाई, विधिलाई मिचेर यो देशमा सुशासन हामीले कायम गर्न सक्दैनौँ, कल्पना गर्न सक्दैनौँ। सुशासन छैन भने विकास हुँदैन, अराजकताले देशलाई निल्छ। त्यसो भएको कारणले म त्यो अनुरोध गर्न चाहन्छु, सबै हामी मर्यादित बनौँ, जिम्मेवार बनौँ। यति भन्दै मेरो भनाइ यही राख्दछु। धन्यवाद छ। नमस्ते।